यो हेलो गाइस, यो चाहिँ मेरो यो स्कुल टाइमको होइन पार्ट 2 हो। सो गाइस, म चाहिँ मेरो मामा घर गएको थिएँ होइन। अनि मेरो साथीले पनि भनेको थियो त्यसको घर वहीँ हो। अनि मलाई चाहिँ कहाँ होला यसो भनेर थाहा थिएन होइन। अनि मेरो बहिनी थियो यहाँ, उसलाई थाहा रहेछ, त्यसले मलाई भन्यो यहाँ हो। अनि म पनि यसो गएँ हेर्नु, तर मैले चाहिँ भेटिनँ क्या त्यसको घर। अनि त्यस्तै खै के फेरि एकचोटि गएको थिएँ म घुम्नु। म चाहिँ त्यसै घुम्नु गएको थिएन यत्तिकै उता। अनि खै कहाँ म दोकान जाँदै थिएँ होला, दोकान जाँदै थिएँ कि दोकानबाट आउँदै थिएँ। अनि त्यो पनि आइरहेको रहेछ होइन। सो अनि मैले त्यसलाई सोधेको कहाँबाट आइस, कामबाट आयो भन्छ। ए पढिरहेको थिएँ भने काम गर्ने रहेछ। अनि ल केही छैन ठिकै छ भने होइन। यो चाहिँ हाम्रो 9 क्लासको स्टोरी होइन। सो सुरुको भिडियोमा चाहिँ मैले मिस्टेकले चाहिँ 8 भनेको छु होइन। सो केही छैन होइन। अनि के भयो, हामी त्यसले उसको घर देखाएछ मलाई होइन। अनि म पनि आइहालेँ घर, बसिनँ क्या म उता, ढिलो भइरहेको थियो नि त। अनि घर आएको, अनि हामी कलमा बोल्यौँ, यसो हल्का प्लान बनायौँ। अनि कहाँ कहाँ घुम्ने प्लान बनायौँ होइन। सो जाने चाहिँ कहीँ गइएन, यत्तिकै प्लान मात्र बनायौँ। अनि एक दिन चाहिँ एस र एमले भन्यो हामी जाउँ नुहाउनु होइन। अनि ल नि त भनेको। सो मैले चाहिँ डीलाई पनि भनेँ। अनि डीको नाम चाहिँ दिपक राख्दौँ, अनि एस र एमको नाम पनि राख्ने होइन। सो दिपक र म गयौँ होइन। सो दिपक पनि काम गर्दो रहेछ क्या, त्यो यत्तिकै चाहिँ काम हानिदिने यत्तिकै टाइम पासको लागि। म पनि यस्तै थिएँ होइन, म पनि हानिदिन्थेँ डीसँगै होइन, दिपकसँग। अनि मैले चाहिँ छोडिदिएँ त्यहाँ होइन, दिपकले चाहिँ गर्दै थियो। अनि त्यसलाई भने मैले घुम्न जाऊँ। सो त्यसले पनि मान्यो होइन। अनि हामी बिहानै 10 बजीतिर अराउन्ड गएको होइन। अनि समीर र मनोज पनि आयो होइन, एसको समीर, एम फर मनोज होइन। सो तिनीहरू पनि आयो, मतलब आयो भन्नाले पनि तिनीहरू चाहिँ हिँडिदिएको रहेछ क्या अगाडि नै। हामी चाहिँ पर्खिरहेको थियौँ होइन। अनि तिनीहरूलाई पर्खिन नभेटेको कारण हामी उनीहरूको घरतिर गएको खोज्नु, घरमा पनि रहेन रहेछ। घरमा सोधेको भन्यो उनीहरूले अघि गइसक्यो, हिँडिसक्यो। अनि हामी पनि फर्किदिएको घर होइन। अनि पछिबाट स्कुलमा भेट्यो, अनि स्कुलमा कुरा गर्दा भन्यो तिनीहरू हिँड्दैछ। अनि केही छैन भन्यौँ। अनि हामीले प्लान बनायौँ फेरि घुम्ने। अनि गयौँ हामी घुम्नु। सो यसरी नै घुम्दै हाम्रो 9 सक्यो। अनि 10मा चाहिँ यसो हल्का उयो हुनु थाल्यो क्या, हार्ड हुनु थाल्यो। सो 9मा चाहिँ हाम्रो मनोजले चाहिँ छोडिदिएछ क्या स्कुल, 9को बिचैमै छोडिदियो त्यसले, कम्प्लिट पनि गरेन। सो 10मा चाहिँ म थिएँ, दिपक थियो, समीर थियो। अनि अझै एकजना साथी थियो, त्यो चाहिँ पहिल्यैदेखि थियो। त्यसलाई चाहिँ यसो हल्का हालिनँ भिडियोमा, सरी केही छैन होइन। र त्यसको नाम चाहिँ अभिषेक होइन। अनि समीर, म, अभिषेक क्लासमा चाहिँ लास्ट टाइम मिल्दैन, सँगै बस्थ्यौँ। हामी चाहिँ त्यही माथि ब्याक बेन्चर थियौँ। ब्याक बेन्चरको लाइफ अब कस्तो हुन्छ थाहै होला हजुरहरूलाई। अनि हामीसँग अझै क्लासको धेरै साथीहरू थियो, हाम्रो त्यस्तै लाइफ चल्यो थियो, यताउति बङ हान्ने। सो अनि त्यसपछि चाहिँ अब हल्का हार्ड हुनु थालेन बङ हान्नु। क्लास टिचरको त्यो चाहियो, त्यो साइनवाला चाहिन्थ्यो भन्थ्यो, साइनबाट। अनि उयो क्या, रुल हल्का स्ट्रिक हुनु थाल्यो। अनि क्लास टिचरले पनि पछिबाट अब त्यो छुट्टी दिनु मानेन। अनि अफिसबाट लिनुपर्ने अरे क्या। अनि हामी चाहिँ अफिसमा त अब खासै दिँदैन। अनि एक दिन के गऱ्यौँ भन्नाले हामी 4-5जना केटाहरू अफिसतिर गयौँ होइन, त्यो हाफ टाइममा टिफिनमा। सो अनि लन्च टाइममा सबैजना त अब त्यो जान्छ नि त यसो लन्च खानु होइन। अनि हामीले चाहिँ पेपरहरू लिएर गएको थियौँ होइन, त्यो यसो छुट्टी माग्नेको लागि। सो पेपर चाहिँ अब त्यहाँ अफिसमा हुन्छ हुँदैन थाहा थिएन। सो अनि चाहिँ हामीले यसो अफिसतिर हेरेको होइन, स्ट्याम्प भेट्यो। अनि स्ट्याम्प हामीले यसो चोऱ्यौँ होइन एकछिनको लागि। अनि हामीले त्यो पेपरहरूमा स्ट्याम्प लगाएर राख्यौँ क्या, अब त्यो
स्ट्याम्प लागेको पेपर होइन उयो गेटलाई देखाउँदा पालेलाई अनि हामीलाई निस्किनु दिन्थ्यो नि त, त्यही भएर अनि हामी त्यसो नै अब कति दिन गयौँ होइन त्यो पेपर राखिरहेको थियौँ। त्यो पेपर हामीले धेरै नै दिन युज गऱ्यौँ, किनभने 4-5वटा पेपरमा हामीले त्यो स्ट्याम्प लगाएको थियौँ नि त। अनि हाम्रो उयो एससी पनि छेउमा आउँदै थियो, अनि एससीको लागि चाहिँ प्रिपरेसन हुँदै थियो होइन। अनि के भन्छ भन्दाखेरि हाम्रो समेटको चाहिँ 8को उयो रहेन रहेछ क्या मार्कसिट। अनि हामीले चाहिँ यसो टिचरहरूलाई बुझ्यौँ, प्रिन्सिपलहरूतिर यसो गयौँ होइन, कुरा गऱ्यौँ अब 8 त्यो चाहिन्छ भनेर क्या 8को बिना हुँदैन भन्यौँ। अनि हाम्रो समीर चाहिँ क्या त्यो अर्कै स्कुलबाट आएको रहेछ उता परबाट पहाड साइडबाट। अनि त्यो चाहिँ बोर्डिङ स्कुलबाट आएको थियो। अब त्यसको पुरानो प्रिन्सिपललाई पनि कन्ट्याक्ट गऱ्यौँ होइन, त्यो जुन स्कुलबाट आएको थियो। अनि त्यहाँ चाहिँ हामीले त्यो मार्कसिट माग्दाखेरि अब भाइ मिल्दैन त्यो भन्दै थियो क्या, त्यो फीहरू भरेको रहेन रहेछ नि त। अनि हामीले पुरै क्या हल्का इमोसनल्ली कुरा गऱ्यौँ, हाम्रो यो के भन्छ नि समीरको यो लाइफको उयो छ होइन कुरा। सो त्यही भएर सर म्यानेज गरिदिनु नि यताउति के भन्यौँ, मानेन। अनि बिचरा अब समीरले पनि के गर्नु होइन। अनि उसले चाहिँ उसको मम्मीलाई कन्ट्याक्ट गर्नु भएन, मम्मी चाहिँ विदेशमा बस्नु हुँदो रहेछ। अनि भन्नुभयो मम्मीले चाहिँ अलिक दिन पर्खी म होइन म्यारेज गरेर तँलाई उयो मार्कसिटको लागि पैसा पठाइदिन्छु भन्नुभयो। अनि हाम्रो समीर चाहिँ त्यस्तै पर्खेन 2-3 हप्ता, मम्मीले चाहिँ 1 हप्ता जति पर्खी भन्नुभएको थियो। अनि तर पनि अब यसो भएन म्यारेज, अब बिचरा समीरले पनि के गरोस् होइन। अनि त्यसले चाहिँ स्कुल आउनु छोडिदियो, अब त्यो ऊ चाहिँ काममा जानु थाल्यो क्या, यसो काम गर्थ्यो। अनि अलिक दिनपछि के भयो भन्नाले एटेन्डेन्स उयो हाम्रो गर्नु थाल्यो होइन, मतलब अब को फर्म भर्न पाउँछ को पाउँदैन होइन, फर्म चाहिँ भरिसकेको थिएन। अनि त्यसमा चाहिँ हाम्रो अभिषेकको चाहिँ एटेन्डेन्स पुगेको रहेन रहेछ। अब बिचारले पनि के गरोस् होइन, त्यो नपुग्दा चाहिँ फर्म भर्नु पाइँदैन रहेछ। त्यही भएर हाम्रो अभिषेकले पनि छोड्यो स्कुल। अब पढेँ म एक्लै होइन हाम्रो क्लासमा। अब यसो खासै अब कोहीसँग मिल्ने थिएन। अब टिचरहरूले पनि लास्ट अब क्या म एक्लै भएको कारणले यसो हल्का मलाई नै टार्गेटमा राख्नु थाल्यो होइन, यसो जे नै मलाई नै सोध्ने यताउति टाइममा। अनि अब उनीहरू 2टा हुँदा त यसो हल्का कन्फिडेन्स हुन्थ्यो होइन, जसलाई नै यसो हल्का के भन्नु नि थर्काउने मिलिन्थ्यो। टिचरहरूसँग पनि हामी फेरि त्यतिखेर डराउँथेनौँ है गाइस, टिचरहरूलाई पनि हामी यसो हल्का धम्काउने टाइपको उयो राख्थ्यौँ क्या कन्फिडेन्स। त्यही भएर हामीसँग टिचरहरू कुरै गर्थेन। सो अनि एक दिन चाहिँ मैले यसो खै के भयो भन्नाले समीरलाई क्या यत्तिकै आइज न पढ भन्ने होइन। अनि समीर चाहिँ आउनु मानेन। अनि मैले चाहिँ टिचरलाई कुरा गरेँ कि हाम्रो क्लास टिचरलाई। अनि क्लास टिचरले चाहिँ भन्नु मिल्छ त अलिक दिन उयो आओस् होइन, अनि मार्कसिट भएपछि फर्म भर्नु मिलिहाल्छ नि भन्नु मैले समीरलाई भने। अनि समीर पनि मान होइन, अनि त्यो पनि आउनु थाल्यो। त्यसपछि फेरि हामीले त्यो अब मार्कसिटमै नआयो क्या, अब फर्म भर्नै पऱ्यो जसरी नै। अनि त्यसको लागि चाहिँ अब बिचरा समीरसँग भएन मार्कसिट, अनि त्यही भएर त्यसले चाहिँ स्कुल छोडिदियो होइन। अनि अब मैले र दिपकले चाहिँ फर्म भऱ्यौँ होइन, अनि हामी 2जना मात्र पढ्यौँ। सो अनि हामी त्यसो नै अब लाइफ जाँदै गयो होइन। अलिक टाइम मात्र थियो त्यस्तै 1-2 महिना। सो अनि हामीले चाहिँ एसइडियौँ होइन। हाम्रो स्कुल लाइफ चाहिँ यहीँ सक्यो। कतिजना अब के गर्दै होला, कतिजना के गर्दै होला, अब सबै आफ्नो आफ्नो काममा बिजी छ। सो यति नै।